यो देशको नागरिकै आइनस् भनेर भन्थे। कुनै ठाउँमा काम आए पनि तैँले सर्वदान गर्नुपर्छ पनि भन्थे। मैले सर्वदान पनि गरेर हिँडेँ सर। अब मलाई त्यस्तो केही दुःख पनि भएन, यो देशको नागरिक होइन भनेर भन्थे। अब त म यो देशको नागरिक भएरै छोडेँ। हजुरले पुर्याइदिनु भयो ठाउँमा, एकदम म खुसी छु, एकदम खुसी छु। 3 दशकदेखि नागरिकता नपाएका देवीराम तिमिल सेना आज उहाँ चाहिँ नागरिकता पाउनु भएको छ। उहाँ धेरै ठाउँ जानुभयो तर नागरिकता कसैले बनाइदिएनन्। तर हाम्रो टिममा सम्पर्क गरिसकेपछि आज उहाँले नागरिकता पाउनु भएको छ। आज देवीराम तिमिल सेना एकदमै खुसी हुनुहुन्छ र उहाँको छोरा छोरी लगायत उहाँको श्रीमती सबैले अब नागरिकता पाउँछन्। के छ भन्नुपर्ने बुवा अन्तिममा? अन्तिममा के भन्नु छ र, हजुरहरूले मलाई साथ दिनुभयो, एकदम हजुरहरूले मलाई ठाउँमा पुर्याइदिनु भयो। यतिमा चाहिँ म एकदम खुसी छु, एकदम रमाएको छु। अनि मेरा छोरा छोरी नाति नतिना सब रमाएका छन् बाबु। आज नागरिकता पाउँदा आज धेरै साल भयो है नागरिकता पाएको। आज नागरिकता पाउँदा धेरै खुसी हुनुहुन्छ? धेरै खुसी छु।